सो हेलो गाइज वेलकम ब्याक फेरि पनि म आइ नै सकेको छु गाइज सो वेलकम ब्याक टु माई च्यानल मिनी भ्लगमा तपाईहरुलाई स्वागत छ गाइज सो म आज लाते आर्ट बनाएर देखाउन गइरहेको छु सो क्यामेरासँग त्यो मान्छे थिएन सो म आफै नै क्यामेरासँग आएर लागे म भिडियो बनाउन तर्फ सो अब यो कोडा फिल्टरमा कफी हालिसके मजाले मिलाइसकेर स्ट्याम्पिङ गरिसकेर स्ट्याम्पिङ गर्नुपर्ने हुन्छ मजाले स्ट्याम्पिङ गर्नुपर्ने हुन्छ स्ट्याम्पिङ यसरी गरेर मजाले मेसिनमा हाल्नुपर्ने हुन्छ सो मेसिन रहेको छ हाम्रो लामर्चको मेसिन रहेको छ देख्न सक्नुहुन्छ यसरी सो आज म लाते आर्ट बनाउन गइरहेको छु सो लाते आर्टको लागि मैले लातेको कफी सकेँ मैले अन पनि गरिसकेँ अब कफी यसरी झरिरहेको छ देख्न सक्नुहुन्छ नेक्स्ट म अब दुध तताउँदैछु मिल्क स्टिम गर्नुपर्ने हुन्छ आजभोलि खोइ के भएको छ मिल्क स्टिम गर्दा मेरो जहिले बिग्रिन्छ मजाले मिल्क स्टिम गर्ने नआए जस्तो भइरहेको छ खोइ के भएको दिमाग खराब भइरहेको छ मेरो त गाइस सो लाते आर्ट हान्न आँटेको आज अलिक राम्रो अर्कै हानौँ भनेको खतरा हानौँ भनेको खोइ के भएको मिल्क नै सकिरहेको छ माइ गॉड के भएको मिल्क नै सकेर बर्बाद भएछ आज यो लाते आर्ट पनि बनाउन सकिनँ त्यही भएर म फेरि पनि अर्को लाते आर्ट बनाएर देखाऊँ भनेको यसपालि पनि बनौती लागेको छ होइन यसपालि पनि त्यस्तै भयो के भयो अब यसपालि मैले सानो कप लिएँ लाटेको अलिकता होइन सानो कपमा ट्राई गरौँ भनेको फेरि पनि अब के भयो बनाउनै आएन हौ बनाउनै जानिनँ म त दिमाग खराब भइरहेछ आज त के भएको यस्तो बनिरहेको छ गाइस सो देख्नुहुन्छ सो के राम्रो नबनेपछि म भिसिस्टी बनाइसकेर फेरि पनि म भिसिस्टी कस्टमरलाई सर्भको लागि यसरी हालेर अरू बेला चाहिँ राम्रै हुने तर क्यामेराको अगाडि चाहिँ कस्तो हुने गाइस कोही हेर्नु त तपाईँहरू विश्वास लाग्दैन भने अरू बेला त म यस्तो खतरा बनाउँछु होइन सिम्पल बनाउँछु त्यस्तो राम्रो खतरा धेरै त बनाउँदैन सिम्पल बनाउँछु तर राम्रै बनाउँछु सो ठिकै छ गाइस सी यू गाइस सो अर्कोचोटि भेटौँला गाइस फेरि पनि है त गाइस बाई सी यू